यसपालि चुनाव चिन्ह माटोमा जति भोट आउँछ त्यति मान्छे मात्रै नेपालको हितमा हो भन्छु म चाहिँ। यो अरूमा भोट हाल्ने होइनन्। के बोले भाइ? के बोले? घन्टी बजाउने पार्टीको बारेमा अलिकति मैले यहाँ भन्नुपर्छ है। घन्टी भनेको त हिन्दूहरूको मन्दिरमा राख्ने चिज हो। त्यो त पूजा आराधनामा एकचोटि पो बजाउने त कहाँ दिनभरि बजाइरह्यो, राति पनि बजाइरह्यो त जसले पनि बजाइरहेको छ। हर्के साम्पङजीको जुन अहिले पार्टी निर्माणको अभियान छ नि त्यो गलत छ। त्यसको त म खुलेर विरोध गर्छु। त्यस्तो ढंगले पार्टी बन्दैन। त्यो ढंगले बन्दैन। उहाँ प्रधानमन्त्री हुने कुरा चाहिँ सपना देखे हुन्छ, तर विपनामा चाहिँ हुँदैन। छैन, हर्का साम्पङको बोलीमा सुधार छैन। बोली एकदम बिग्रेको छ। त्यो बोलीलाई राम्रो सुधार्नु। त्यो परिवर्तन चाहिँ अब माटोमा हो कि माटोमा जाँदैन। किन अनुहारै बिगार्नु भएको? होइन, माटोको मान्छे मुख्य मान्छे नै माटै जतिकै छन् क्या।